फ्रुट चाहिँ कत्रो ड्रागन फ्रुट चाहिँ कि यत्रो ठुलो ल्याएको थिएँ। दुईटाको चाहिँ आँप पनि कति ठुल्ठुलो आएको थियो कि हो। 2 मिनट राख्दै होला यो पनि। मेरो तात्यो। म चाहिँ यस्तो गर्मीमा पनि तातो पानी खान्छु के साथीहरू, किनभने म बिरामी भएर भर्खर रिकभर हुँदैछ नि त। अब यो फुटेको छ हेर्नु न, यो जारले फुटाएको। यो बोतलको 4 बोतल दिनमा पानी खाइसक्छु। यो चाहिँ अङ्गुरको ठुलो दाई हो। सुरुमा त हरियो हुँदो रहेछ के, पछि अब यसको कलर चेन्ज होइन, डिफ्रेन्ट कति राम्रो के। झरझर परेको है। अनि यो हेर्नुहोस् न, यसको यहाँ सानो थियो, यहाँनिर टुप्प टिपेको, त्यो टुप्प परेको होइन। कस्तो हुन्छ यो खाउने त ल। एकदम अमिलो हुन्छ होइन साथीहरू। यो चाहिँ एकदम गुलियो हुन्छ है। यो खायो भने दाना हुन्छ क्या यसमा, तर एकदम मिठो हुन्छ। 3टा दाना हुँदो रहेछ हौ। धोएर खानु मन लाग्यो। यसको दाना कहाँ धोरो, घाम लाग्यो। अझ कत्रो पानी आउँछ कि। अनि यो माथि जस्ता राखेको छ, अनि जस्ताको पानी सबै आउँछ र यता भरेर उतासम्म आउँछ। अनि यतातिर बाल्टी राख्दिएको। अहिले खाने यो हरियो हरियो कस्तो मिठो छ हौ। पानी पनि आएको। बिहान सफा गर्ने बहिनी आउँछ, अनि उसको लागि टाला उसले आफै धोएर हपक्क पारेर यहाँ सुकाएर जान्छ। भोलि आउँछ अनि उसको यति पोचा टाला। पानी परेर लुगा सुकाउने ठाउँ पनि माथि टपमा जानुपर्छ है। थापादा हेरी पसलबाट बाहिर निस्केछ। थापादा अल्छी लागेछ। हेर्नुहोस् त, आलु पराठा त होइन, आलुको भुजेरी। अनि यो आमाले पठाइदिनु भएको गाईको घिउ है, त्यसमा मैले पराठा बनाएर राखेको। अनि यो चाहिँ मेरो लन्च भयो। साथीहरू हजुर पनि खाजा खानुभयो? मैले मरिच र ल्वाङ र सुकमेल अनि मरिचको दाना पनि पिसेर चियामा लाउँछु। यो चाहिँ अलिकति लास्टमा लाउँछु बास्नाको लागि। मेरो चिया रेडी। किनभने म ब्ल्याक टी नै खान्छु, तर म पहिला कफी धेरै कफी खान्थेँ। कफीहरू अब यहाँनिर कफीहरू 2 त्यत्तिकै छ। कफी खानलाई अलि उयो नभएर अब यो मजाले उयो चिया चाहिँ म यसमा पकाउँछु, छिटो हुन्छ। अहिले बन्द गर्यो। मेरो चिया रेडी।
त्यो निकाल्छु। मेरो ब्ल्याक टी साथीहरू पानी परेको थियो हैन, अनि चियाको सुरुप लिन यति मजाले घाम लागेछ कि अब यो घाम लाग्यो। दिस इज माई टी। मलाई चाहिँ यस्तो चियामा चोबेर हैन, जे पनि चियामा चोबेर खाने बानी छ कि, अनि यसरी नै खाने गर्छु म सधैँ नै। अनि आजलाई बाई बाई।